सुन्नु होला 82 साल भदौको महिना सिङ्गो देशै रोएको छ सहनै सकिएन। भाद्र 23 रगत बग्यो 24 मा खरानी छिनभरमै ध्वस्त भयो मेरो देश परानी। जेएनजीको नाम लिई कैदीहरू छुटे आन्दोलनको दोस्रो फाइदा कोही कसैले लुटे। जितमा पनि कतै खुसी पाइएको थिएन विनाशकारी परिवर्तन चाहिएको थिएन। छिनभरमै देश ध्वस्त भो जिउँदै मरिएको छ जेएनजीलाई हतियार बनाई प्रयोग गरिएको छ। पुराना ती संरचना दन्दनी जलायो ढलाउनै नहुने ती चिजहरू ढलायो। देशको निम्ति बोल्दाखेरि युवाहरू मर्या छ त्यही निहुमा 100औं वर्ष देश पछि पर्या छ।